आदरणीय देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, म बालेनजीको सचिवालयबाट बोल्दैछु। विशेष गरी के हो भने अहिलेको यो समसामयिक परिस्थिति अनुसार फागुन 21 गते हुने यो महान पर्वमा अथवा चाहिँ चुनाव, मध्यावधि चुनाव जो गरी खाने वर्ग र लुटी खाने वर्गको बिचको विभेदको अन्त्यका लागि अहिले हामी सम्पूर्ण लघु वित्त सहकारी बैंकका पीडितहरूले घन्टीमा मतदान गरेर भारी मतले विजय गराउनु हुन म सबैलाई अनुरोध गर्छु। विशेष गरी के हो भने म विगत लामो समय 30 वर्ष जति नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य, पूर्व केन्द्रीय कमिटी सदस्य भएर काम गरेँ। बिचमा मैले आँखा पनि गुमाएँ आन्दोलनबाट। तर के हो भने म एमालेमा रहेर आन्दोलनबाट आँखा गुमाइरहँदा त्यति बेला कमरेड केपी ओली हुनुहुन्थ्यो है। त्यति बेला चाहिँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो, विभागीय प्रमुख हुनुहुन्थ्यो, उहाँ पटक पटक गृहमन्त्री पनि हुनुभयो। र पछि बिचमा आएर मैले जब आन्दोलन 62 साल चैत्र 29 गते म मोर्चाको नेतृत्व गर्दा मैले आँखा गुमाएपछि अनि बिस्तारै मैले धेरै पटक पार्टी कमिटीमा बहुदलीय जनवाद जुन मदन भण्डारीले लेखेको जनवादको पक्षमा तपाईहरु लाग्नुस्, समाजवादको पक्षमा लाग्नुस् भनेर धेरै पटक कुरा गर्दा उहाँहरू मान्नु भएन। पटक पटक पार्टीको लाइन र विचार दर्शनभन्दा बाहिर रहेर गुण्डागर्दी शैलीले उहाँहरू प्रयोग हुनुभयो। गुण्डागर्दी, ठेकदारी प्रथा चुल्ठे मन्त्रीहरूले नै प्रयोग गरेर यो देशमा कब्जा गर्ने रणनीति उहाँहरूले गर्नुभयो। अहिले आएर ओलीजी पटक पटक 3 पटक प्रधानमन्त्री हुँदा पनि अब 72-73 वर्षको उमेरमा अहिले पनि प्रधानमन्त्री हुने जुन उहाँले सपना देख्नु भएको छ, मलाई एमालेकै नेतृत्वमा भन्दा मैले आँखा गुमाएँ। धेरै मान्छेहरू अङ्गभङ्ग हुनुभयो। त्यति बेला पनि 19 जनाले शहादत प्राप्त गर्नुभएको हो र धेरै मान्छेहरू घाइते हुनुभयो। 10,000 भन्दा बढी घाइते हुनुभएको थियो त्यति बेला 62 सालमा आन्दोलनमा है। त्यसपछि आएर बिचमा म लौरो अभियानको केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख भएर म प्रदेश सभा सदस्य 79 सालमा म लौरोबाट स्वतन्त्रमा उठ्या हो। पछि हाम्रो नेपाली पार्टीको रूपमा चाहिँ लौरो अभियानमा म आबद्ध भएँ। त्यसपछि बालेनजीको लौरो आबद्ध हुँदै गर्दा पछि पीडितहरूको मुद्दा बोक्दै गएपछि अहिले आएर म लौरो अभियान र केन्द्रीय प्रचार प्रसार विभाग प्रमुखको हैसियतले, गण्डकी प्रदेशको सहसंयोजकको हैसियतले अहिले देशभक्त पार्टीबाट राष्ट्रपामा विलय भएको छ। म अहिले राष्ट्रपाको सदस्य छु। यहाँहरू हजुरलाई अनुरोध छ, मैले अहिले कुनै जिम्मेवारी लिएको छैन र अहिले यो दमक नगरपालिकामा आइरहँदा मेरो एउटा मात्र मिसन के हो भने देशभरि अब पुराना पार्टीहरूलाई सदाका लागि विदा गर्नुपर्छ। यिनीहरूले गरेको अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति, विसङ्गतिका विरुद्ध अब सबै नेपाली युवाहरूले आवाज उठाउने बेला आएको छ। यसकारण रविजी र बालेनजीलाई जसरी यहाँहरू साथीहरूले अथवा फैलाएर, प्रोपोगन्डा फैलाएर भ्रम सिर्जना गरेका साथीहरूलाई मेरो अनुरोध के छ भने तपाईहरु यो देश बनाउनलाई हामीले 35 वर्ष दिएकै हो। तपाईहरुलाई पटक पटक प्रधानमन्त्री बनाउन जिम्मेवारीमा पठाएकै हो। तर आज जिम्मेवारीमा पठाइरहँदा तपाईहरुले के गर्नुभयो नेपाली जनताका लागि? खाडी मुलुकमा करोडौं युवाहरूलाई रगत पसिना बगाउन पठाउनु भयो। नेपालका उद्योग धन्दाहरू बन्द गर्नुभयो। देशमा भएका चाहिँ तपाईको ठेकदार प्रथाबाट तपाईहरु पार्टी कब्जा गरिरहनु भएको छ र अहिले पनि तपाईहरुसित सिस्टम, विधि, पद्धति भन्ने कुरा छैन। तपाईहरु पैसाका लागि बिक्री गर्नुहुन्छ, पैसाका लागि कर्मचारी बेच्नुहुन्छ, पैसाका लागि प्रहरी सेनामा तपाईहरु पैसाका वृत्तिले भर्ती गर्नुहुन्छ र तपाईहरु पैसाका लागि पदको बाँडफाँड गरिरहनु भएको छ, मन्त्रीदेखि लिएर हरेक कुरा। तपाईहरुका 46 सालदेखि यता हजारौं काण्ड तपाईहरु लाउडा, एमनी, ओमनी देखि लिएर विभिन्न काण्ड, गिरीबन्दुकदेखि लिएर यही हामी 7 तर्फको भेउटाहरू देखिरहेका छौँ दमकमा। यस्तो खालको यहाँ झुपडीमा चाहिँ मान्छेको टिन चुहेर छानो पाएको छैन हैन। एउटा खरको छानो छ, खरको टोयलेट छ, यो बनाउन त कता हो। मान्छेलाई चाहिँ महँगी, कालाबजारी त्यस्तै छ, कता हो। नियन्त्रण गर्ने कुरा धेरै छ। यो देशमा सुशासन र समृद्धिको कुरा धेरै छ। तर यहाँ के हो भने बाहिर रूपमा अफवाह फैलाएर 28 खर्ब ऋण बोकाउने यी दलालहरूलाई हामीले अब यो देशबाट लखट्न जरुरी छ। मतलब यो पार्टीबाट यिनीहरू जुन खालको चाहिँ अहमता र अहङ्कारी भावनाले अहिले पनि ओलीजी लाग्नु भएको छ। फगत म आँखा नदेख्ने मान्छे, अन्धो मान्छेलाई सबै झापाली साथीहरूले तपाईहरुले मलाई हेर्नु होला, देशवासी आमाबुवाले हेर्नु होला। म कुनै बेला अभियानमा लागेर 6 पटक जेल परेँ। मैले दुर्गाजीलाई पटक पटक भने तपाईँ यस्तो आतंक र हिंसाको राजनीति छोड्नुस् भने उहाँको र मेरो विचारमा फरक थियो। म आन्दोलनमा लागेँ, पीडितहरूको मुद्दामा लागेँ। मुद्दामा लाग्दै गर्दा म 6 पटक जेल पर्दै गर्दा मैले दुर्गाजीलाई भने यस्तो हिंसाको राजनीति तपाईँ गर्ने, तपाईँ राजनीति मान्छे हो कि व्यवसाय व्यापारी हो? तपाईँ व्यापार गर्न आएको भने तपाईँले एफिलिएसन पाउनुभयो। लाखौँ मान्छे सडकमा ल्याएर तपाईँलाई एफिलिएसन दिएको पीडितहरूले होइन। आज ती पीडितहरू कहाँ छन्? कि ती खोज्ने बेला हो कि होइन? आज देशमा चाहिँ यस्तो खालको समय आएको छ जहाँ कि विश्व परिवेशमा अब जनताहरूले फरक मतबाट, परिवर्तनबाट घन्टीमा भोट हालेर सरकारमा बहुमतले पठाउन जरुरी छ।
नत्र भने यिनीहरू खेल खेलेर अहिले पनि मैले देखिरहेको छु रुकुममा गएर प्रचण्डले आफ्नै श्रीमती र चाहिँ छोरा प्रकाशको त्यो फोटोमा हेरेर रुनी खालको यो पर्वकाण्ड यो छेपारको रङ फेर्ने प्रचण्ड खबरदार तपाईँले त्यति बेला जुन चुनाव आउँदा तपाईँ त्यो रुहो र छेपारको रङ फेर्नु भएको छ अरू बेला तपाईँहरूको रुवाई त हामीले देखेनौँ अरू बेला तपाईँ त लुट धन्दा गर्नुभयो देशमा चाहिँ हरेक ठाउँको हिंसा भट्काउनु मान्छेहरूलाई उचाल्नु गरिब जनजाति लिङ्ग वर्गको आधारमा तपाईँको चाहिँ अधिकारका नाममा तपाईँले शोषण गर्नुभयो आज गरिबले के पायो आज सिटामोल जुम्लामा छैन आज यहाँ तपाईँ हेर्नु जहाँ त्यहीँ समस्या तराईको हेर्नुभयो तराईको समस्या छ देशमा हेर्नु तपाईँको एयरपोर्टमा हेर्नुभयो एयरपोर्टमा तपाईँको हरियो पासपोर्ट बोकेर विदेशी बाध्य छ यसकारण मेरो भनाइ के हो भने म अहिले यहाँ झापामा आइरहँदा मेरो एउटै मात्र मिसन के हो भने देशभरि साथीहरूले घन्टी बजाउन जरुरी छ बालनजीलाई भोलिको वरिष्ठ नेता हाम्रो राष्ट्रपाको वरिष्ठ नेता बालेन्द्र शाहलाई भोलिको भावी प्रधानमन्त्री बनाउनको लागि म लगायतका अपाङ्गहरू जनयुद्धमा जनआन्दोलनमा विभिन्न सिस्टममा अपाङ्ग हुनुभएका सबै साथीहरूलाई के हो भने अब बन्ने जुन यो कार्यपत्र उहाँहरूले निकाल्नु भएको छ करार पत्र त्यो करार पत्र मैले फेसबुकमा हालेको छु तपाईँहरू हेर्नुहोला यो करार पत्रबाट के हो भने हाम्रा सहकारी र ब्याङ्क वित्तीय मुद्दाहरू शोषणमा परेका मुद्दाहरू समाधान गर्ने गरी उहाँहरूले बुदागत रूपमा लेख्नु भएको छ त्यो करार पत्र 5 वर्षभित्र सम्बोधन गर्ने कुरा छ यसकारण यसलाई सम्बोधन गरेर सम्पूर्ण पीडितहरू लाग्नुहोस् सम्पूर्ण नागरिकहरू लाग्नुहोस् मेरो अनुरोध छ अबको फागुन 21 को चुनाव शान्तिमय हुनुपर्छ कसैले हुलदङ्गा गर्छ कसैले चाहिँ त्यहाँ हुल हुज्जत गर्छ हिंसा गर्ने काम यदि गरियो भने यसले चाहिँ सम्पूर्ण 3 करोड नेपालीमाथि नै तपाईको धोका हो यो एउटा पर्व हो यो महान पर्वमा सबैले मतदान गर्नुलाई कसैले भोट दिन्न भन्ने कुरा हुँदैन मताधिकार सबैको अधिकार हो मताधिकारले नै तपाईको हाम्रो देशको भाग्य र भविष्य बदल्ने बेला आएको छ यसकारण म यदुनाथ सिग्देल तपाईहरुलाई मैले सविनय अनुरोध गर्छु यो फागुन 21 को चुनाव महान पर्वको रूपमा एउटा पर्वको रूपमा उत्सवको रूपमा सबैले मनाउन र घण्टीमा भोट हालेर मतदान गरी संसदमा हामीले बहुमतले पठायौं भने हाम्रा हरेक जनताका भोका नाङ्गा जो छन् गरिब सर्वा र भई मान्छेका समाधान गर्नको लागि साथीहरू जानुभएको छ हामीले हस्तेमा हैसी गरेर हामीले चाहिँ उहाँहरूलाई पठाउनको लागि अनुरोध गर्दै भारी मतले दमकमा यो क्षेत्र नम्बर 5 मा बालेन्द्रजीलाई जिताउनको लागि सबै र तह र तबका वर्ग महिला कर्मचारी विभिन्न तह र तबकाका पेसामा रहनुभएका सबै आम नागरिकहरूलाई म यो दमकको यो सचिवालयबाट म विनम्र अनुरोध गर्दछु हस्त नमस्कार धन्यवाद।